नमस्कार सम्पूर्ण मेरो शुभचिन्तक शुभेच्छक इष्टमित्र दाजुभाइ दिदीबहिनीहरूमा आज पनि म हजुरहरूमाझ मेरो अर्को भाग ल्याएर आइसकेको छु। आशा छ हजुरहरूले यो भागलाई पनि साथ सहयोग सपोर्ट माया गरिदिनुहुन्छ भन्ने। गएको भागमा मैले आइसियुबाट तल झरेर किमोथेरापीहरू फेरि पुनः सुरु हुन लागेको थियो भन्नेसम्म ल्याएको थिएँ र अनि किमोथेरापीहरू त्यसै गरी सुरु हुँदै गयो। पहिलो साइकलको किमोथेरापीहरू लगभग 8-9वटा चाहिँ किमोथेरापीहरू हुन्थ्यो र मेरो तेस्रो किमोथेरापीमा म बेहोस भएको कारणले आइसियुमा भर्ना हुनु परेको थियो र आइसियुको 15-16 दिन भर्ना पछि तल आएर चौथो किमोथेरापी पनि सुरु भयो। चौथो किमोथेरापीदेखि कन्टिन्यू नै सुरु भयो, बिचमा रोकिएन खासै र त्यो किमोथेरापीहरू सकियो। किमोथेरापीहरू सकिसकेपछि चाहिँ एकदमै विकनेस फिल हुने, किमोथेरापीहरू हुँदाखेरि पनि बिचबिचमा पनि हुन्थ्यो, सकिसकेपछि झन् विकनेस फिल हुने, एकदमै आफूलाई कमजोर महसुस हुने। शरीर कमजोर भएपछि शरीर र मनको कस्तो सम्बन्ध छ भन्नुहुन्छ भने तपाईँहरू, शरीर र मनमा एकदमै गहिरो सम्बन्ध छ। शरीर कमजोर भएपछि आफैमा मन कमजोर हुने रहेछ हस्पिटलमा बस्दाखेरि, त्यो गर्दाखेरि। अनि शरीर मन सबै कमजोर भइसकेपछि चाहिँ एकदमै गाह्रो हुने अवस्थामा पुगियो। अनि विशेष गरी यसमा किमोथेरापीहरू भइसकेपछि झन् कपालहरू झर्ने, पुरा पहिले लामो कपाल भएको कपालहरू झर्ने, अनि हातमा पुरा खालाहरू जाने, सबै छालाहरू पुरा अम्किएर जाने हुँदो रहेछ। त्यति बेला झन्नै दुःख लाग्ने, पहिले त्यत्रो कपाल लामो कपाल भएको कपालहरू झर्दाखेरि एकदमै दुःख लाग्ने। अहिले सम्झिँदाखेरि, अहिले कुरा गर्दाखेरि जस्तो आनन्द महसुस भइरहेको छ। अहिले त्यस्तो क्यान्सरलाई, त्यो अवस्थालाई पार गरेर, तर पार गर्दाखेरि त्यो अवस्थामा त्यो भोग्दाखेरि एकदमै दुःखद महसुस भएको थियो। र त्यसै गरी मेरो फर्स्ट साइकलको किमोथेरापीहरू भ्याइयो। फर्स्ट साइकलको किमोथेरापीहरू भ्याइसकेपछि केही दिन रेस्ट हुँदो रहेछ। रेस्ट हुने टाइममा चाहिँ रोममा गएर रेस्ट गर्नुपर्ने रहेछ। त्यसको लागि हामीले काठमाडौँमा एउटा रोम खोज्यौँ। रोम खोजेर रोममा गयौँ अनि रेस्ट गरेको थियौँ 2-4 दिन जति। अनि किमोथेरापीहरू हुँदाखेरि इम्युनिटी पावरहरू घटेको कारणले पेटबाट ग्राफिलहरू दिँदो रहेछ। पेटबाट ग्राफिलहरू दिने क्रममा चाहिँ मेरो त्यो ग्राफिल दिएकै ठाउँमा इन्फेक्सन भयो। पेटमा इन्फेक्सन भएर पेटमा पुरा पिला उठ्या जस्तो भयो। अनि पेट पाक्न खोजिसकेपछि एकदमै ज्वरो आयो, एकदमै हाई ज्वरो आयो। हाई ज्वरो आइसकेपछि हामी हस्पिटल भर्ना हुनु पऱ्यो। हस्पिटल भर्ना भएर अनि रोममा बस्नुपर्ने टाइम पनि म रोममा बस्न पाएन, कन्टिन्यू हस्पिटलै जानु पऱ्यो 2-4 दिन बसिसकेपछि। अनि हस्पिटल भर्ना भयौँ। हस्पिटल भर्ना भइसकेपछि पेटमा धेरै इन्फेक्सन भएको कारणले पेटमा चिरेर त्यो पिप निकालेर अपरेसन नै गर्नुपर्ने अवस्थामा पुग्यो। अपरेसन गरिदियो। अपरेसन सहज तरिकाले भयो, राम्रो भयो। र अनि अपरेसन भइसकेपछि त्यसको पिडले पनि होला, मलाई कन्टिन्यू ज्वरो आयो। लगभग 10-12 दिन जति कन्टिन्यू ज्वरो आयो। एकदम ज्वरो पनि फेरि यो 100-102 होइन, 105-6 को स्पिडमा, पुरा स्पिडमा ज्वरो आउँदाखेरि उठ्नै नसक्ने अवस्थामा पुगेँ। विशेष गरी यो अन्य रोगहरू जस्तो हुँदो रहन्छ क्यान्सर धेरै पैसा लाग्ने, अनि पैसा मात्र भएर पनि नहुँदो रहेछ। साथ सहयोग सपोर्ट, परिवारको साथ सहयोग सपोर्ट पनि एकदमै मेन कुरो। परिवारको साथ सहयोग सपोर्ट आवश्यक पर्दो रहेछ। र अनि त्यही बेला अरूले खाना पनि अरूले खुवाइदिनु पर्ने, हातमा खालाहरू भएको कारणले। अनि त्यसपछि टोइलेट जाँदाखेरि पनि अरूको सहारामा जानुपर्ने अवस्थामा पुगिँदो रहेछ। यो किमोथेरापी गर्दाखेरि जो कोहीलाई पनि हुन्छ, मलाई मात्रै होइन, यो क्यान्सर भएको सबैलाई त्यस्तै समस्याहरू हुन्छ। र झन् मेरो पेटमा इन्फेक्सन भएको कारणले मलाई धेरै नै समस्या भयो। त्यसै गरी चल्दै गयो। अनि फेरि किमोथेरापीहरू पनि सुरु भयो, सेकेन्ड साइकलको किमोथेरापीहरू। त्यसरी नै सकियो। अनि फेरि हामी त्यसपछि हस्पिटलमा बाट डिस्चार्ज भएर रोममा गयौँ। रोममा गइसकेपछि फेरि
राम्रै महसुस भएको थियो। अनि रोममा गइसकेपछि पेटको इन्फेक्सनहरू पनि अलिक कम भएको थियो। पेटमा त्यो चिरेको घाउहरू अलि रिकभरी हुँदै गइरहेको थियो। अनि रोममा गएर 15-16 दिन जति रेस्ट गर्ने टाइम भयो। त्यो टाइममा मलाई एकदमै पोजिटिभ कुराहरूतिर आकर्षण हुन पुग्यो।